हाई एभ्रिवान, आज चाहिँ म बनाउन गइरहेको छु नेपालीहरूको फेभरेट अचार र यसको लागि चाहिँ तपाईँले मटरलाई रातभरि भिजाएर हल्का बोइल गरिदिनुपर्छ। त्यसपछि तपाईँले काँक्रा र मुलालाई स्लाइस गरेर काटेर यसको पानी निकाल्नुपर्छ। त्यसपछि आलु बोइल गरेर यसमा स्लाइस गरेर हाल्नुपर्छ सानो सानो काटेर। त्यसपछि काँक्रा र यो मुलाको पानी निचारेर यसमै हालिदिनुपर्छ। त्यसपछि मैले यसलाई मजाले चलाइदिएँ। यो चलाइसकेपछि मैले प्याजलाई एकदमै पतला पतला स्लाइस गरेर काटेँ र त्यसमै हालेँ र फेरि मजाले मिक्स गर्दै र यो चाहिँ मैले बनाएको थिएँ, हिजै बनाएर राखेको थिएँ। यो चाहिँ हो बदाम तिललाई मजाले रोस्ट गर्नुपर्छ र त्यसमा होल जिरा र होल धनिया र सुक्खा खोर्सानी त्यसलाई पनि मजाले भुटेर मिक्स गर्नुपर्छ। एकदमै कम्ती आगोमा हुन्छ नि, यसको ग्यासको फ्लेम चाहिँ एकदमै कम्ती हुनुपर्छ। र मैले यो मिक्स गरेको सबै हालेँ मिक्सीमा, यो चाहिँ ग्राइन्ड गरेको मैले र मजाले मिक्स गर्नुपर्छ। यसपछि तपाईँले एकदमै मजाले मिक्स गर्नुहोस् र यसपछि तपाईँले निम्बु हाल्नुपर्छ। निम्बु तपाईँले 2-3 पिस हाल्दा हुन्छ। तपाईँले यसको लागि अरू खट्टाको लागि अरू चिज पनि हाल्दा हुन्छ, अमिलो मनपर्छ भने। र यसमा चाहिँ मैले मस्टर्ड ओइलमा हल्का मेथी हालेँ र मेथी हालिसकेपछि मैले यसमा हल्दी पनि हालेँ र हल्दीले चाहिँ हल्का कलर पनि दिन्छ र मेथी चाहिँ ज्यादा नहाल्नुहोस्, एकदमै कम्ती मात्रै हाल्नुहोस् फ्लेभरको लागि मात्रै। र यसलाई चाहिँ तपाईँले यो अचारमा हालिदिनुहोस्। यो अचारमा हालेर चाहिँ मजाले मिक्स गरिदिनुहोस् र यो मजाले मिक्स गरेपछि तपाईँको अचार चाहिँ एकदम खानुको लागि रेडी भयो। र तपाईँले यसमा अझै पिरो ज्यादा खानुहुन्छ भने हरियो खोर्सानी डल्ले खोर्सानीलाई सानो सानो स्लाइस गरेर हाल्दा पनि हुन्छ। र तपाईँले अरू पनि यसमा तपाईँलाई के मनपर्छ, गाजरहरू मनपर्छ भने त्यो पनि एड गर्दा हुन्छ। र थ्याङ्क यू फर वाचिङ।